Hey guys, welcome to our channel. र आज चाहिँ हामी के च्यालेन्ज गर्न गइरहेछौँ भने हामी चाहिँ करेन्टको यो चीज फ्लेभरमा यो चीज फ्लेभर वाला प्याकेट मैले अघि फालिसकेँ बिर्सेर जस्तो गरौँ यसले नफाल हो प्याकेट अनि हाल्दिनु भयो के प्याकेटै मैले बिर्सेँ क्या यो वाला हामीले अस्ति नै ट्राई गरेको थियौँ है तर मलाई चाहिँ योभन्दा करेन्टहरू नै लाग्यो किनभने यो बुले बुले मनपर्नेहरूलाई मनपर्छ तर बुले बुले मनपर्छ नि त मलाई बुलेहरू ठिकै लाग्छ ए नाकमै छिरो छ खुल्दैन त यतिकै नै भिडियो यति लामो भइसक्ने सबै हाल्नु र मसला सबै हालिस् यो के अरे मोबाइलमा यहाँ हेर्नु डल्लै गुलियो पनि हुन्छ खै म मिसाइदिउँ भरे कतातिर चाहिँ गुलियो मात्रै टेस्ट त्यस्तो छ नि ल हाम्रो रेडी भइसक्यो ल ल अब च्यालेन्ज चाहिँ हाम्रो रेडी भइसक्यो तेरो देख न यस्तो गरेर रेडी भइसकेको छ है र अब चाहिँ हामी च्यालेन्ज स्टार्ट गर्छौँ अनि त्यसपछि ट्विस्ट चाहिँ के छ भन्दा राइट ह्यान्डले त सजिलै हुन्छ र लेफ्ट ह्यान्डले गर्छौँ अनि त्यसपछि अस्ति चिज बोल्दा सजिलो भएको थिएन चाउचाउ त अलिक गाह्रै हुन्छ नि अनि यो पनि छ हामीसँग अनि हामीसँग जुस पनि छ यो जुस चाहिँ सकाउने कि के गर्ने चाउचाउ मात्रै गर्ने कि यो मात्रै ल चाउचाउको मात्रै हो अनि त्यसपछि के अरे विनरलाई चाहिँ ललिपप अरे ल्याएको उसले अनि त्यसपछि लुजरलाई चाहिँ लेमन छ लेमन ल लेफ्ट ह्यान्ड होइन ल लेफ्टतिर राख्नु ल 1 2 3 गो ए लेफ्ट ह्यान्डले त साँच्चै गाह्रो हुन्छ सुनमै झरिसक्छ हौ हातमै झर्छ ल आज मिठो लाग्यो त्यो पनि अस्ति मिठो आएको थिएन So left hand कस्तो राम्रो होइन मिठो छ गाइस मिठो छ फर्स्ट टाइम ट्राई गर्दा त अलिक गुले गुले लाग्छ आज पिरो छ लेफ्ट ह्यान्ड म कति पछाडि हुँदो रहेछ चाहिन्छ आलुको बिना पनि म चाहिँदैन त्यही राख्नु यो लेफ्ट ह्यान्डले खाएर त सबै मुखभरि लाग्यो नि त यसको रेसिपी चाहिन्छ भने पनि सर्ट्समा हेर्दा हुन्छ रिजिनल बनाउँछ मेरो हात कस्तो ठोक्लिने भयो तेरोतिर म त राइट ह्यान्डले खाइदिन्छु दमादम लेफ्ट ह्यान्डले त गाह्रो हुने अस्ति चिज बल्दा सजिलै लाग्यो हौ मलाई सबै पनि आउँदैन हात कस्तो गाह्रो लागिरहेछ हेर्न मेरो त झन् डन्डी मेरो माथि तल भयो हौ छ्या टेस्ट आउँदैन के हुँदैन होला भने सबै हालिस् अलिकति बाँकी एकछिन मैले राइट ह्यान्डलाई चलाउँदैछु राइट ह्यान्डले चाहिँ कस्तो मजाको देखिन्छ म जित्छु राइट ह्यान्डले चलाएको चाहिँ कस्तो राम्रो देखिन्थ्यो होइन लेफ्ट ह्यान्डले कस्तो अब अर्को यतिखेर हतार हतार
छुट्टी चाहिँ बिजु अरे कलपत्री नै भएछ काँची ए आउँदैन त आइदिनु देव जाने चाहिँ गाह्रै हुँदैछ जस्तो पुरै खल्लो पनि लागेको छैन त्यस्तो आएको छ स्प्राइट एड सम सुगर भन्नुपर्छ हामी चाहिँ सुगर फ्री राइट ह्यान्ड नै गरिदिउँ कि क्या हो तपाईँले लेफ्ट ह्यान्ड गर्ने अहिले राइट ह्यान्ड गर्नु अझै पनि मेरो रातो छ तेरो सेतो छ मेरो हेर्नु एउटा लामो एउटा छोटो भइसक्छ खाना चाहिँ अस्तिकै मैले कतिवटा काटेको छु नि गाई हालेको यो त पुरा चिजी टाइपको हुनु परेन ढुल्ला पनि चिल्लो चिल्लो छ त तातो त खानु पनि पुगेन तपाईँले नि हुँदैन यिनीहरू उता गर्दा भिडियोमा बेजल गराउनु म त खाइनँ फास्ट फरवर्ड गर्नु क्या ल अनि त्यसमा चाहिँ मेरोमा चाहिँ तेरोमा चाहिँ तेरो कस्तो सेतो कि म चाहिँ त्यहाँ थिएँ मेरो चप्सी किन नाम छोडो भएको मेरो लेफ्ट ह्यान्डले त नि लास्ट झुन्डेको लागि उयो नै गर्न नसक्ने रहेछ जस्तो लाग्छ ए आइज न कस्तो अप्ठ्यारो गरेर आएको यो हो ठिकै आउनु न यसमा मुखले खानु त मुखले चाहिँ पाइ मुखले पाइ खा नआइदिएको निहुरे अस्ति चिजबाट सजिलो लागेको थियो हौ छ्या यो चाहिँ लामो छोटो हुँदो रहेछ मऱ्यो हौ म त मेरो मात्रै लामो छोटो भएको होला नि म यस्तो 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 खायो होइन अनि यस्तो भइसक्छ अनि कसरी खानु के भएको
प्लेट भेज छिरो प्लेट भेज छिरो आछ हो जित्नमा अनि जेली चाहिँ कसरी आउँछ पाइपले कसरी राम्रो थिएछ मैले देखाउने चक्करमा एक एउटाले प्याकेट देखाउँछु भनेको प्याकेटै फाल्दैछु करायो भने अघि मजाले तर जित्नेतिर मात्रै छ क्या ध्यान टाउको खानुपर्छ भनेर मिठो यसमा मलाई मिठो लागेको कस्तो मलाई मिठो लागेको थिएन अस्ति पहिला खाँदा लास्टको गाह्रो हुन्छ नि लास्टसम्मै त अस्ति देखाउने होइन घिसार्ने भनेको नि घिसार्ने अहिले घिसार्नु त ए अहिले घिसारेर त कहाँ हुन्छ त्यो लास्टमा नआएको आउँदैन त्यति हुन्छ घिसार्नु पर्ने एउटा दुइटा तेल पनि घिसार्नु टुक्रा टुक्रा भइसक्यो झन् आउनु गाह्रो भोलि किन खानु अहिले न खाली आउँछ न म ब्लाइन्ड फोन गरेर फ्राइड हेर्न खान्छु म त्यसरी खान्छु उसले त प्लेटै उठाउनु खोजेको चिटिङ भयो गाछको आउनु म त यसै नै हालिहालेँ चाटेर यहाँ चाटेको खान्छस् खाइदियो भक्कै दे म त पोस्ट पनि भइसक्यो होला यो कति मोटो मोटो हुँदो रहेछ यो हेर्नुहोस् सबै सुरुवाल भाइ झरिसक्यो नि कस्तो रहेछ हौ प्लेटै उठाएर खुसेर क्या खाइसक्यो गाई जहिले मलाई लुजर बनाउँछौ जिन्दगी नै झन् मिठो छ म चाटिरहेको छु नि त मिठो छ भनेर लास्टमा राखि प्लेट सेतो हुनुपर्छ मेरो सेतो भइसक्यो ए अझै कस्तो मेरो सेतो ए सक्यो ल मैले जितेँ ललिपप थ्याङ्क यू प्लिजर्स अल माइन आजको च्यालेन्ज चाहिँ सकिसक्यो सो आजको विनर चाहिँ म भएँ
सो विनरलाई मलाई गिफ्ट चाहिँ मलाई एउटा चाहिँ मलाई विनर भएको दुईटा खानु क्या नाप किरा लाग्छ सो लुजरलाई चाहिँ आज के छ भने यो लेमन छ विदाउट एक्सप्रेसन चाहिँ खानुपर्ने हुन्छ है के विदाउट एक्सप्रेसन चाहिँ कसरी खानु म चाहिँ यो इन्जोय गर्छु एउटा खाएर न बोकाएर खाँदैन है खाइसक्यो विदाउट एक्सप्रेसन है खाएँ अमिलो चाहिँ अमिलो त्यसमा पनि म फर्स्ट द विनर चिसो अर्को भिडियो पोस्ट भइसक्यो त बोल्नु छिटो अर्को हो मेरो त ल भन्नु सो आजको च्यालेन्ज चाहिँ सकिसक्यो सो यस्तै यस्तै भिडियो अरू पनि हेर्नु मन लाग्छ भने कमेन्ट गर्नु होला लाइक शेयर सब्स्क्राइब गर्नु होला अनि कमेन्ट पनि गर्नु होला के को च्यालेन्ज गर्ने भनेर बाइ 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 सी यु नेक्स्ट भिडियो